ह्याप्पी तिहार सबैजनामा। हाम्रो बोका ग्याङहरूले अब रोटी हाल्ने लगाइरहनु भएको छ है। कस्तो हुने हो अब। ल ल ल दिन त चेतन दाइले ठिक पार्नुहुन्छ होला हो। तिहारको रमझममा केटाहरूले अब छैनन् चेलीबेटीहरू अब बन्न लाग्छन्। यता चाहिँ हाम्रो अचार पाक्दैछ है। यो चाहिँ मेरो जिम्मेवारी हो होइन अचार बनाउनु चाहिँ। खै चेतन दाइलाई दिउँ त के गर्नु हुँदो रहेछ। दिउँ न दिउँ। रोटी चाहिँ अब यस्तो छ है। खै खै यतिको भएपछि त भइ त हाल्यो नि अब गाठो अन्त नि होइन ल मेरो अचार चाहिँ टक्क हुँदैछ होइन। हेर भाइ कसरी जाने बनाउँछ त्यो यस्तै त नि। यति भएपछि त भइहाल्छ नि। हाम्रो चाहिँ अब दोस्रो लोटमा चाहिँ केटाहरूले केही प्रगति गर्दा जस्तो गरिखान है। यति भयो त अनि पसल खोल्न पाउला जस्तो छ हेर। नेपाली पसल होइन सेलरोटी अनि सुकुटी भन्ने भन्दै चाहिँ अचार छ। ढुङ्गा उता हो पाकिहाल्ने आगो सुधो गर्नु। अघि त्यो डेन्जर खर्ले थियो क्या है। प्रगति राम्रै हुँदैछ है। प्रगति राम्रै हुँदैछ। तिमुर र जिराको साथमा सक्दैन नि फेरि। यो चाहिँ अचारको लागि ल अझै चाहिँ केटाहरूले पारा लेछन् है। अनि यो हो नि त सही नै। केटाहरूको चाहिँ हाल्दैछ है कविले ल। सडे सड ल पारा ल्यास है केटाले। ल यतिको ठिकै हो केटा अब है के गर्नु। मेरो चाहिँ त्यो सानो मुठा परो के होइन ठिकै छ। अनि गलो भन्छ नि के त अहिले खै छिटो बिहा गरे पो हुन्छ। बुढो भइसक्यो यार के गर्नु। हाम्रो तातो तातो अचार पनि बनिसकेको छ। केटाहरूको रोटी पनि ल है मार्केट खास छ। सम्पर्क गर्नु होला है रोटी खाने भए। जस्तो आयो त्यस्तै नै प्रस्तुत गर्दैछन् केटाहरूले। त्यही पनि लभली होला। ल फाइनली हाम्रो ताजो ताजो अचार साउन आछै कि आछैन पुरै बुढ्नु चाहिँ हाम्रो रोटी यहाँ चाहिँ रकस ल केही गर्छन् है। सबैलाई ह्याप्पी तिहार।